अब एकजनालाई चाहिँ मरेको मेरै अगाडि पनि जिउँदो बनाइदिनु भयो चुनचुन बाबाले बाबाले तपाईकै अगाडि मेरो अगाडि जिउँदो बनाइदिनु भयो कहाँको घटना यो अलिकति प्रसङ्ग यो कोटाउनु हाम्रो आश्रमकै घटना हो कति सालतिर कुरो यो त्यो 52-53 सालतिरकै हो किनकि उहाँहरूले जे पनि गर्न सक्नुहुन्थ्यो क्या उहाँहरू किनकि जे पनि गर्न सक्ने भनेर चाहिँ हजुरले फेरि त्यो कहिले पनि दुरुपयोग गर्नु भएन तर त्यो मान्छे चाहिँ धेरै जसलाई बिउजाएको त्यो चाहिँ कम समयमै त्यो मान्छे फेरि बित्नु भयो त्यो केही समयको लागि चाहिँ हजुरको चाहिँ नि के आयु थप्न मिल्दो रहेछ आयु थप्न मिल्छ अहिले पनि मिल्छ अहिले पनि साधकहरूले चाहे पनि थप्न मिल्छ तर उनीहरूले आफ्नो आयु दिएर चाहिँ नि त्यो चाहिँ नि अहिले पनि गर्न सक्छन् आफ्नै आयु हाल्दिने हो आफ्नै आयु हाल्दिने त हो नि अब अर्को आयु कसरी थप्ने हो आफ्नो आयु चाहिँ नि त्यो सिद्धिले चाहिँ नि हजुरको आफ्नो आयु थप्ने हो त्यो छुट्टै आयु कोहीबाट ल्याउने होइन आफ्नो आयु घट्छ अनि अब सन्तान चाहियो भनेर टनाटन आउने मान्छे मेरो बच्चा भएन यो भएन भनेर अनि के भन्नुहुन्थ्यो भने धेरै भैरवहरू राख्नु भएको बाबाले मैले अहिले तँलाई बच्चा दियो भने मेरो एकजना सन्तान घट्छ भैरव घट्छ किनकि त्यो त्यसको चाहिँ नि हजुरको चाहिँ नि आत्मालाई लिएर चाहिँ नि हाल्दिनु पर्यो नि त उसलाई त्यो प्रकृतिको विरुद्ध हो भनेर चाहिँ नि धेरैलाई हालिदिनु भयो एक दुईजनाको चाहिँ सन्तान पनि बनाइदिनु भयो जुन बुढा भएको भैरवहरूलाई चाहिँ त्यो अहिले पनि छन् अहिले पनि बाँचि नै रहेछन् तिनीहरू जे पनि गर्न सक्ने के तर दुरुपयोग कहिले पनि गर्नु भएन